एक घर एक मान्छे ड्रोनिम दाई हाम्रो क्रान्ति सफल पार्नको लागि सबैले घर घरबाट एक एकजना मान्छे दिइरहनु भयो हामीलाई पनि तपाईँको घरबाट एकजना मान्छे चाहियो भइहाल्यो नि बाबु म जान्छु नि तिमीहरूसँग म जान्छु दाई तपाईँको घुँडा देख्नु भएको छ हामीसँग जङ्गलमा दौडिन भाग्न यो घोडाले साथ दिँदैन बाबु म जानेको मान्छे मलाई थाहा छ नि त म जान्छु तिमीहरूसँग म बुझेको मान्छे दाई तपाईँलाई हाम्रो क्रान्ति हाम्रो सिद्धान्त हाम्रो आन्दोलनको बारेमा तपाईँलाई केही ज्ञान छैन बाबु युद्धले केही गर्दैन तर राजनीतिले गर्छ बाबु मलाई पनि थाहा छ म पनि चोकको मान्छे न चोकले केही गर्यो न जङ्गलले केही गर्छ यहाँ कसैले केही गर्दैन भन्दैछु ड्रोनिम दाई चोकले केही गर्दैन चोकले तपाईँलाई के दियो एउटा गोली त्यो पनि तपाईँको घुँडामा त्यसपछि के दियो तिमीहरूले मेरो नातिनी लान हो त। मेरो त कसैले हेर्नुहोस् बहिनी हाम्रो लागि हामी आफै आवाज उठाउनुपर्छ बहिनी मलाई यो रोगी गुडामा हानेर मात्र हो म त्यसलाई लानै लिँदा थिएँ नि बाबु लगिहाले त्यसलाई लगिहाले लगेर त्यसलाई अनि कोपिलाको बाबामा छैन छैन अनि कोपिलाको हजुर तैँले आफै बच्छ पहिले यो गाना बजे कि कोपिला आँखामा आएर पुत्र काट्दै अब त रुखै बढेर ठुलो भइसक्यो त्यो पनि ठुलै भयो होला बाबु ए बाबु हजुर मैले त तिमीलाई भुल्याइहालेको छु साँझै परिसकेछ तिमीलाई त ढिलो भयो होला है घामै त्यहाँ पुगिसकेछ जाऊ है तिर्खाएको बटुवालाई पानी दिएर धर्मै गर्नुभयो बाटो पर्दा भेट्नु आउनु मसँग टर्कर कोही त हो राम्रोसँग बस्छ है जाऊ बाबु हजुर तिमी विकासपुर किन जान टिकट चिठी पुर्याउन कसको पठाउनेको नाम नवीन पाउनेको नाम मिना छोरोले आमालाई पठाएको रहेछ तिमी हुलाकी हौ होइन म हुलाकी हुँ यहाँ आउँछ एकछिन चिठी पुरा एकैछिन मेरो नातिनीको चिठी छ कि हेर्देऊ त नातिनी म हुलाकी हुँ हरि हुलाकी हो नातिनी तपाईँको नातिनीको पुरा नाम के हो रे कोपिला रैथाने हो कोपिला रैथाने घरमा एउटा चिठी छ पठाउनेको नाम कोपिला रैथाने पाउनेको नाम तर विकासपुर गएर मैले यो चिठी आज जसरी नै छोड्नै पर्छ आजै ल्याउन मिल्दैन घर टाढा छ भोलि झिसमिसेमा आउँछ नि हस् ल बाबु हजुर भोलि झिसमिसेमा आऊ है तपाईँ ढुक्क हुनुहोस् म भोलि झिसमिसेमै आउँछु चिठी लिएर यो सारङ्गीले पनि रह्यो नाटकले पनि रहन्छ कोपिला रैथाने हरिले झुट बोल्दैछ नानीको चिठी लिएर आउँछु भन्थ्यो आउँछ कि त आउँछ होला आउँछ कि
अरे ए, अरे हजुरबा आयो आए आऊ, आऊ, चिठी ल्यायो चिठी ल्यायो के लेखी छ पठाउने कोपिला रहेछ नि पाउनेको नाम ठेगाना छैन खै 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 कोपिला पढ्यो के लेखी छ के लेखी पढ्यो के लेखी छ पूजनीय हजुरबुवा ढोक मलाई सन्चै छ भगवान पशुपतिनाथसँग कामना गर्छु तिमीलाई नि सन्चै होला मलाई सन्चै छ म र हाम्रो समूह जङ्गल गइसकेपछि मैले जङ्गलको क्रान्तिको बारेमा अलिअलि बुझेँ हाम्रो आवाज देश र जनताको लागि हो हामीले लडिरहेको यो लडाईँले देश र जनताले चाहेको कुरा पाउँछन् या पाउँदैनन् त्यो समयले बताउला चाहेर पनि तिमीलाई भेट्न आउन पाएको छैन तर म छिट्टै घर फर्किन्छु तिमीलाई म सम्झिरहेको हुन्छु नि त्यसमा राखेको धानमा खुनाको पर्खेर बस्नु है बाबै फर्किआउँछु मैले भने त घाम हेर नछोरी दिल है घर छपुरो खरी खोला राखेका साथी छन् नरुनु है तिमी दुःखले बिस्कुटमा राखेको धानमा घुनको हेर्नु है रमिता पर्खेर बस्नु है बाबै फर्किआउँछु मैले भने त जब जब यो गीत रेडियोमा सुन्छु म तिमीलाई सम्झन्छु म तिमीलाई यसरी सम्झन्छु जसरी सम्झन्छ गुडमा भोकै बसेका बचेराले माउलाई म तिमीलाई यसरी सम्झन्छु जसरी सम्झन्छ भरियाले आफ्नो पैताला जसरी सम्झन्छ घाम लागेपछि शीतले आफूलाई टेकेको दुबो म तिमीलाई यसरी सम्झन्छु जसरी तिम्रो आँखाले सम्झिरहन्छन् हजुरआमाको आँखा तिम्रो घुँडा अझै दुख्दै होला छैन दुखे छैन घुँडाको दबाई नबिराएको म छिट्टै घर आउँछु तिम्रो नातिनी कोपिला ढोक यति लेखेकी छिन् अबदेखि यो ठाडो सुन्दै हजुर मेरो नानीको सम्झार होला भनेर सुनिरहेकोले आएन कसैका नानीका दुधै काट्दियो अरे कसैलाई बलात्कारै गरे अरे कसैलाई जिउँदै काट्नुमा पुनेले भनेको सुन्दा मेरो हङ्सै बाहिर आयो अब त मेरो नानी सन्चै रहेछ म अब सुन्दिनँ ए हजुरबा यसमा त खास समाचार मात्रै आउँछ यसमा त गीत आउँछ यो तिम्रो साथी होइन भन त तिमी त मेरो लागि भगवान म त हुलाकी मात्रै हुँ म तिमीलाई के दिउँ मलाई केही चाहिँदैन बरु भन कोपिलालाई तिमीलाई यसको जवाफ लेख्नु मन छ भने भन म लेखिदिन्छु लगेर पठाइदिन्छु केही लेख्नु छैन त्यो सन्चै रहेछ बाबु तर लेख्छौ आश गर्छ धेरै ठुली आश गर्छ आश गर्छ लेख्दो ठुली पनि अब त ठिक रहेछ आउँछ हजुरमा बस्नु लेख्दियो ल ए नानी तेरो हस्पा सन्चै छ लेख्दियो अनि घुँडा पनि ठिक छ त सन्चै रहेछस् त छिट्टै आइज है यति लेख्दियो तेरो हजुरआमाको स्वेटर यही छ अब तँलाई चिसो भयो होला आउँछ यति लेख्दो खुसी हुन्छ ठुली भयो होला यत्रो भयो होला खुसी भयो होला लेख्दियो आउँछ अब ठुली भई यत्रै सानो थिए हजुरबा भन्थे नाति अब त ठुली भई ठिक रहेछ हजुरबा ल अब भन त पठाउनेको नाम होइन ए हजुरबा तपाईँको नाम भरेको मेरो दोर्निम रहेछ नि ए ल पठाउनेको नाम
दोर्नी रैथाने गाउँ हो पाउने कोपिला रैथाने राजधानी ए बाबु तिम्रो नाम हरि हो हरियो ए ल पुर्याउनेको नाम हरि पुर्याउनेको कहाँ पुर्याउनेको नाम हुन्छ त अनि पाउनेको हुने पठाउनेको हुने अनि पुर्याउनेको चाहिएन हुँदैन अहिले तिमीले लगेर ल्याउने होइन कहाँ मैले लगेर ल्याउने हो त हजुरबा अब यो त म अर्को पानामा राम्रोसँग लेख्छु यो खाममा हाल्छु टिकट टास्छु लगेर हुलाकमा खसाल्छु त्यसपछि त्यो चिठी राजधानी पुग्छ कोपिलाले पाउँछिन् कोपिलाले पढ्छिन् यसको जवाब लेखेर फेरि हुलाकबाट म गएर ल्याइदिन्छु अनि हजुरबालाई ल्याएर ए कति दिन लाग्छ कति 2 दिन 5 दिन 10 दिन 15 दिन सरकारी काम म कसरी अनि 2 दिनमा ल्याउन मिल्दैन म आफै उडेर जाने भए त अहिले गएर ल्याइदिन्छु सोधेको ल है हजुरबा अब म जान्छु होइन बस होइन यो घाम छँदै छँदै म हुलाक गएँ भने म अझै कोपिलाको चिठी खसाल्छु ल है ए बाबु हरि हजुर भोलि छिट्टै आऊ है म अब त आइहाल्छु नि हजुरबा अब त हजुरबालाई भेट्न बाटो पर्दा नि आउँछु बाटो नपर्दा नि आउँछु सम्झिँदा नि आउँछु नसम्झिँदा नि आउँछु आउनु है म आउँछु तिमी चिन्तै नगरी बस छिट्टै आउनु ल राम्रोसँग बस है हरि हजुर छिट्टै आउनु है त्यसको जवाब ल्याइदिनु तिमीलाई केही चाहिन्छ भने भन म आउँदा ल्याइदिन्छु केही चाहिँदैन सन्तोष छ मेरो नातिनीको खबर ल्याइदिनु है तिमी राम्रोसँग बस है ल ल ल गएँ म ल ए नानी ए नानी त सन्चै रहेछस् तेरो समाचार सुनेर म त खुसी भएँ अब तेरो हजुरआमाको स्वेटर म तँलाई हरिसँग पठाइदिन्छु अब त पनि आइहाल्छस् अब हरिले यो स्वेटर लगेर तँलाई दिन्छ अब छिट्टै आइज है त छिट्टै आइज हरि पनि अब छिट्टै आउँछु भनेको छ आउँछ होला ए हरि आउला नि आउँछु भनेर गएको छ त्यसको हजुरआमाको स्वेटर पनि त्यसलाई लगेर दिन्छु हरि पनि आउँछ त्यसले अब खबर पुर्याउँछ त्यसको चिठी आउँछ नि हरि आउँछ छालालाई साथी किन